साथीहरू अहिले मलेसिया खुलेको छ। मलेसिया आउन धेरै नेपालीहरू तथाड मथाड गरिरहेका छन् र दलाल एजेन्ट मेन पावरहरूलाई लाखौं पैसा तिर्न तयार रहेका छन्। मलेसियाको बारेमा सत्य तथ्य नबुझेर सबै हावा तालमा त्यत्तिकै आफूले हिसाब गरेर साथीभाइहरू मलेसिया आउँदै हुनुहुन्छ। अहिले मलेसिया सरकारले 1500 बेसिकबाट 1700 बेसिक बनाएको छ है। 8 घण्टाको 6 दिनको 1700 बेसिक दिएको छ मलेसिया सरकारले है। त्यसपछि 8 घण्टा ड्युटी पक्कै पनि यहाँ नेपालीले गर्दैन। नेपालीले गर्ने भनेको यहाँ 10 देखि 12 घण्टा गर्छ है। साथीहरू धेरै नेपालीहरूमा के भ्रम छ भने 1700 बेसिक दिइरहेको छ, नेपाली लगभग 50-55 हजार हुन्छ भने 1700 बेसिकलाई भागा हानेर जति पनि दिनको हिसाब पर्छ त्यो सबै मिलाएर 4 घण्टाको ओटी जोड्ने हो भने 2300-2400 रिङ्गेट आउँछ। त्यसपछि महिनाको 17-80 हजार भइहाल्छ भनेर नेपालीहरू यसरी हिसाब गरेर आउनुहुन्छ। तर त्यो एकदमै गलत हो, एकदमै भ्रम हो। यहाँ आइसकेपछि तपाईँले बल्ल थाहा पाउनुहुन्छ कि कम्पनीले ओटी दिन्छ कि दिँदैन र ओटीको पैसा कति दिन्छ त्यो तपाईँले यहीँ आएपछि थाहा पाउनुहुन्छ वास्तविकता के हो भनेर है। एकदमै गलत भ्रम छरिएको छ अहिले है। अहिले यहाँको कम्पनीहरूले ओटी दिन्छ, मेन पावरले ओटी दिन्छ, जानुहोस् 8 घण्टाको 1700 बेसिक दिएको छ, तपाईँलाई धेरै राम्रो हुन्छ भनेर मेन पावरहरूले एजेन्टहरूले है धेरै मिठा कुराहरू गरेर तपाईँले अहिले मलेसिया पठाउँछन्। तर तपाईँले यहाँ आइसकेपछि एकदमै दुःख पाउनुहुन्छ है, एकदमै दुःख पाउनुहुन्छ। मेन पावरले भने अनुसार तपाईँलाई यहाँ कम्पनीले दिँदैन स्यालेरी है। यदि ओटीको पैसा तपाईँलाई दिए पनि 1700 बेसिकको दरले उसले दिँदैन है। यो 100% दिँदैन, हामीलाई पनि दिएको छैन, तपाईँलाई पनि दिँदैन है। अब तपाईँ जस्तै 1700 बेसिकमा यहाँ आउनुभयो भने तपाईँलाई 100, 200, 300 प्लस गरेर कति हुन्छ 2021 दिन्छ तपाईँलाई। तर 1700 बेसिकको जोड्ने हो भने है 2300-2400 त हुन्छ, तर त्यो दरले दिँदैन है। त्यो 1700 बेसीको दरले यहाँ दिँदैन, तपाईँलाई एक्स्ट्रा 200-300 दिन्छ अनि 21-2200 बनाउँछ है। 21-2200 भनेको त्यही हो, अब नेपाली 40-65 हजार हुन्छ। तर अब यहाँ त्यत्तिकै रासन पानी कति महँगो छ। तर यहाँ जति स्यालेरी बढेको छ त्योभन्दा महँगो यहाँको रासन पानी छ, खानपिन महँगो छ, धेरै गाह्रो छ साथीहरू मलेसियामा होइन। एकदमै बुझेर सोच विचार गरेर आउनु होला। अहिले मलेसियाबाट धेरै डिमान्डहरू गएका छन् है। जुन यो कम्पनी लाइन बाहेक अरू सबै डिमान्डहरू अहिले नेपालमा गएको छ। सबभन्दा धेरै त अब सेक्युरिटी गार्डको लागि गएको छ है। र तपाईँहरू सेक्युरिटी गार्डमा आउँदै हुनुहुन्छ भने एकदमै बुझेर आउनुहोस्। सेक्युरिटी गार्डमा एउटा भनिन्छ, तर यहाँ आइसकेपछि एउटा दिन्छ कम्पनीले है। तपाईँहरूको एग्रिमेन्टमा जे लेखेको हुन्छ त्यो अनुसार तपाईँले यहाँ पाउनुहुन्न है। तपाईँले यहाँ नपाएपछि जहाँ कम्प्लेन गरे पनि तपाईँले त्यो पाउनुहुन्न है। त्यसैले साथीहरू तपाईँ एकदमै बुझेर आउनु होला भन्छु म। यदि केही अन्य जानकारी सजेसन चाहियो भने मलाई कमेन्ट गर्नुहोला र मलाई मेसेज गर्नुहोला है त भन्दै तपाईँ हामी सबैको दिन शुभ रहोस्। जय नेपाल।